कहिलेकहीँ हामीलाई कुनै समय, खाना, ठाउँ, बास्ना अथवा अरू अन्य कुरोहरूले हामीलाई पुरानो कुरोको सम्झना गराउँदछ। यस्तै सम्झनाले एकजनालाई धेरै नै सताइरहेको थियो अनि उसको नाम चाहिँ हो पत्रुस। यसरी नै येशू ख्रीष्टले पत्रुसलाई भन्नुहुन्छ, हे पत्रुस, तैले मलाई 3 खेप इन्कार गर्नेछस्। त्यो समय जब येशू ख्रीष्टलाई पत्रुसले इन्कार गरे, त्यतिखेर आगो बलिरहेको थियो अनि जब उसले आगो तापिरहेको थियो त्यतिखेर उसले येशू ख्रीष्टलाई 3 खेप इन्कार गर्दछ। त्यही सम्झनाले पत्रुसलाई घरिघरि उसको हृदयलाई पिराइरहेको थियो। जब पनि ऊ बल्दै गरेको दाउरालाई हेर्थ्यो अनि त्यहाँबाट निक्लेको धुवा र खरानीलाई उसलाई घरिघरि त्यही सम्झनाले सताइरहन्थ्यो। 3 दिन पश्चात जब येशू ख्रीष्ट मृत्युबाट बौरी उठ्नुहुन्छ, प्रभु येशू ख्रीष्ट त्यो चेलाहरूसँग भेट्न जानुहुन्छ त्यो गलिलको नदीको किनारमा अनि उहाँले चेलाहरूलाई हेर्नुहुन्छ अनि त्यो मध्येमा पत्रस पनि हुँदछ। जब पत्रसले थाहा पाउँछ कि उहाँ येशू ख्रीष्ट हुनुहुन्छ भनेर उहाँ दौडेर येशू ख्रीष्ट कहाँ आउनुहुन्छ। तर जब येशू ख्रीष्टको नजदिक आउनुहुन्छ उहाँले यो दृश्य देख्दछ, आगो छ, बलिरहेको छ अनि त्यसबाट धुवा निक्लिरहेको छ। ती कुरोले उसलाई फेरि त्यही सम्झनालाई याद गर्दछ र उसलाई धेरै अप्ठ्यारो हुँदछ। यहाँ येशू ख्रीष्ट, पत्रुस र बल्दै गरेको आगो र त्यहाँबाट निक्लेको धुवा। यो समयमा प्रभु येशू ख्रीष्टले सोध्नुहुन्छ पत्रुसलाई, के पत्रुस तिमीले मलाई साँच्चै नै प्रेम गर्छौ? प्रभु येशू ख्रीष्टले पत्रुसलाई 3 चोटि सोध्दछ के तिमीले मलाई प्रेम गर्छौ? किनकि पत्रुसले प्रभु येशू ख्रीष्टलाई 3 चोटि इन्कार गरेको हुन्छ। किन येशू ख्रीष्टले 3 चोटि पत्रुसलाई सोध्नुहुन्छ के तिमीले मलाई प्रेम गर्छौ भनेर? पत्रुसले जब जवाब दिन्छ, ज्यू प्रभु, म तपाईलाई प्रेम गर्छु। हरेक शब्द उसको निम्ति पूर्ण उत्थानको शब्द थियो। प्रभुले उहाँलाई फेरि उचाल्नु हुँदै थियो र उहाँ जुन चाहिँ क्षेत्रमा लड्नु भयो, प्रभुले त्यही क्षेत्रमा फेरि उहाँलाई उठाउनु भयो। कति समय हाम्रो जीवनमा पनि कुनै क्षेत्रमा हामी लडेको हुन्छौँ होला, कुनै क्षेत्रमा हामी कमजोर भइसकेको हुन्छ होला, कुनै क्षेत्रमा हाम्रो पाइला चिप्लिसकेको हुन्छ होला। तर हरेस नखानुहोस्, जसरी प्रभु येशू ख्रीष्ट पत्रस कहाँ गएर उहाँलाई उत्थान गर्नुभयो, त्यसरी नै आज येशू ख्रीष्ट तपाईकै ठाउँमा आएर जुन चाहिँ ठाउँमा तपाईँ लड्नु भयो, जुन चाहिँ ठाउँमा तपाईँ चुक्नु भयो, त्यही ठाउँबाट प्रभुले तपाईलाई उचाल्नु हुनेछ। यही हो प्रभु येशू ख्रीष्टको महान प्रेम, जो हामी जस्तो खरानीश्वरी मानिसलाई प्रेम गरेर अनुग्रह दिनुभयो।